ओहो क्या भन्छ है माइला ए गाउँमा पहिला बिहा गरेर ल्याएर वाच्चै पारी न केही घरको व्यवस्था मिलायो न केही अन्न पानी हेर ए हाई हाई थियो त्यही गएर साँझौ तिउन के खाउँ बिहानौ तिउन के खाउँ ओर्ने ओजन के सुत्ने कता सुत्ने भने त परालोमा सुत्थ्यो परालो बनाएको थियो बाहिर चामला तिनी खाएका तिनी बोरा हुन्छ नि तिनी सिलाइ नै बनाएको थियो त्यस्तो स्थितिको मान्छे हेर पछि कता कता के गरिन कता यसो ढुङ्गासुङ्गा फोरिने अलिकति रुपियाँ जम्मा गरेर रहेछ त्यहाँबाट दुबई गएछ यार दुबईबाट अलिअलि कमाएछ र यसो चाउला गेरा खाने घर भए अलिअलि पठाइदिने अनि त्यसपछि एउटा सानो मोबाइल पनि अब किनने बर्थडे भनेर किनेछ किनेछ बर्थडेले किनिसकेपछि अनि दुबईबाट पनि कता कता कोसिस गरेछ र कता युरोप गएछ युरोपबाट त्यस्तै गर्दै गर्दै कता छिरेछ हेर ठुलै देशमा अनि पत्ता पैसा कमाउन लाग्यो हेर अहो पहिलादेखि दुःख पाएको थियो हेर माइला त्यो कोल्डरा साइलाले अनि पैसा जम्मा गरेछ पैसा जम्मा गरेपछि घर पठाएछ ए बुढले भनेछ बड्डो कति यो अर्का मोबाइलबाट फोन गर्ने र आफ्नो प्राइभेट कुरा हुन्छ गोप्य कुरा हुन्छ कहिले खाप्चा हेराएर गर्नुपर्छ भनिसेर एउटा मोबाइल किन्नु पर्यो भन्छ ल त किन त 10-12 हजारको मोबाइल भनिँदा अनि पहिले भनिसकेको छ अनि जहिले मानिन्छ आइफोन भनिसेर कता आइफोन किनिছে अब त्यो आइफोन अब सिकाउनलाई पनि चाहियो कुन सेटिङमा जाने के गर्ने कस्तो गर्ने एउटा फेरि बिहा नगरिन बस्यायो एकदम गाउँमा रहेछ 32-33 वर्ष हो पढ्या लेख्या हो त्यहीँ जान चाहिँ साँझ यसो सिकाइदिँदा सिकाउँदै अहो काम कुरो बिग्रिगयो यार माइला काम कुरो बिग्रिगयो छ बिचरा बड्डाले उता पसिना बगाउने यता आइफोन पाए अब खाप्चो हेर्ने कुन तरिकाले सिक्ने अब सबैले त जाने आउन मोबाइल चलाउन सबै कुरा सिकेरै सिक्ने चिज हो त्यस्तो गर्दा गर्दै अब दुईटा के खेलभर बिग्रिगयो छ बिग्रिसकेपछि गाउँघर हल्ला भइसकेपछि अब बड्डा कानसम्म पुग्यो त युरोप उहाँ पसिना चुहाएको छ एउटा सानो 0% को मान्छे अलिकति बुढले साथ दियो भने माथि उक्लिन भने सोच्या मान्छे लास्टमा हेर्दा छिनिक्का गल्तीले घरबार बिग्रेर लास्टमा नि त्यही 32-33 वर्ष जिम्मा लगाइदिया माइतीले पनि लगाइदिया गाउँघर मान्छेले लगाइदिया अहिले बिचारा अब कमाइ समाइ त गरिरहेको छ आइन अब छोरीलाई राम्रो स्कुलमा पढाउनु पर्ला काकै भन्थ्यो पराबा यस्तै हो के गर्ने मौसमको र माया भर हुन्न आँखा अगाडि हुन्जेलसम्म बुढी हो आँखाको नजरबाट टाढा भइसकेपछि बुढी हो कि के हो भन्ने कसैलाई पनि थाहा हुन्न हेर भनेर धेरै सम्झाएँ म बुढेसकाल लाग्यो मान्छ अब सबै ठाउँ घुम्यो मान्छ